생선 많이 잡으세요? 많이. 힘들어. 힘들어요? 네. 제가 도와줄게요? 네. 제가 주세요. 잠깐만. लास्ट थकाइ लागिसक्यो होइन माथिबाट दौडिँदै आएको यस्तो उकालो थियो ड्राइभर बुढाले 4वटा माछा मारिसक्यो यार बल्छीमा नाक्सी आएको सिकायो 우리도 비행기에 낚시 하러 옵니다. 오겠습니다. 낚시 잘해? 네. 제가 팬이에요. 팬이 아니 힘들어요. छ हाम्रो कमल पनि सल्लाहभन्दा कम त छैनन् कि हाइट त हेलो एभ्रिवान नमस्ते सबैजनालाई आज चाहिँ केटाहरू हाम्रो छुट्टीको दिनमा हामीहरू सबै घुम्न जाँदैछौँ साथी पनि हेलो यो कुन स्टाइल हो यो अहिलेको हाम्रो खजिजी खजिदेरको स्टाइल यस्तो रहेछ कि है नेपाली स्टाइल अर्को गोर्खे कहाँ देख्दैन त यो स्टाइल वाह 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 नाइस बवाल थियो ओए छिटो गर न अर्को कहाँ ओए कहाँ आऊ हेर यस्तो लुगा थरपट्टि किन फाले जस्तो है तिमीले हामी चाहिँ ऊ त्यो जङ्गलमा जान लाग्यो क्या ल ऊ त्यहाँ माथि जङ्गल छ पुरा त्यहाँ जानुपर्छ आज बाघ भालु यो चितल हालेर शिकार गरेर चाहिँ टक्क बेलुका खानुपर्छ सो गाइस भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला है त भवाल मेरो साथीले चाहिँ एउटा सिङ्गर्नी हो दामी गीत गाउँछ दोस्त ल गीत गाइदियो त्यत्तिकै तिमी नगाउ बवाल गीत गाउ यो मेरो चस्मा तिमी यहाँ बसेर गाउ क्या तिम्रो लागि त म ल यहाँ बस अनि गाउ ल बस बवाल दामी ल 1 2 3 गो चाँडै फर्किया हे मेरी मायालु पर्खाइमा बित्यो सिरानी ओके थ्याङ्क यू सो मच दोस्त होइन लास्ट माया लाग्छ यार तिम्रो बवाल गीत ल अब चाहिँ हामी यता हाम्रो रुमबाट चाहिँ निस्किसक्यौँ आज छुट्टी हो नि त हाम्रो कम्पनी आज बिदा त्यसोले साथीहरू यो त्यो हामी चाहिँ बस्ने ठाउँ यताबाट जानुपर्ने हुन्छ त्यस्तै हो धेरै दिनपछि चाहिँ अब यसो बाहिर फ्रेस हुने चाहिँ पायो क्या छुट्टी नभएर यस्तै थियो अलिक जाम ल अब चाहिँ यता कोरियामा चाहिँ फुल फुल्ने सिजन सुरु भइसकेको छ बसन्त ऋतु अहिले जस्तो हो कि के मलाई पनि थाहा भएन बसन्तै ऋतु होला यता होला त्यो साथीहरू कहाँ छन् भने दाइसोतिर ऊ साथीको साथीहरूलाई चाहिँ हामी भेटेर थियौँ जान्छ तल बाटो हामी माथिबाट आज माथि पार्कमा गएर चाहिँ अनि फ्रेस भएर टक्क समुद्रको चिसो हावा खाएर फ्रेस हुनको लागि बाथरुम जान्छन् मेरो साथी चाहिँ फ्रेस हुनलाई पार्क जान्छ है अनि हाम्रो टाइम त हुँदैन नि त दोस्त अनि होइन बल्ल बल्ल आज टाइम भएको छ हाम्रो होइन तर म चाहिँ फ्रेस हुनलाई बाथरुम जान्छु कि मेरो साथी चाहिँ पार्क जान्छ है के भने के हो भने ऊ फ्रेस हुनलाई पार्क जान्छ अहिले अनि आज क्रिकेट खेल्न जानुपर्छ कि फुल हेर त फुल तर कुरा के गर्छ तिमी
यो फुलको कुरा के दोस्त गर्छौ तिमी? एउटा तिमी ऊ हान्दियो न तिम्रो लाइन हान्दियो न त मेरो लाइन ऊ चाहिँ खतरा लाइन हान्छ कि तिमी हो माया गरेको मान्छेको लागि हान्थ्यौ माया गरेको मान्छेको लागि हान्थ्यो एकछिन यो पहिला यो राम्रो सोध्नुहोस् अहिले भरे उता पार्कमा हो पार्कमा हान्ने पार्कमा गएपछि मन पनि एकदम उमङ्ग हुन्छ नि त है रमाइलो त्यसो भए नेपाल जस्तो देखिन्छ है नेपाल जस्तो यहाँबाट पारी देखिरहेको यो त धेरै हाइटमा आएछ नि त यहाँ सिधै झरेर त तल तलै छिटो हुन्छ है तल सिधै तल ऊ त्यहीँ पुगिन्छ त्यहाँदेखि उता फेरि लभ छ त यता यस्तो त्यहाँभन्दा उता देखिन्छ क्या क्या यस्तो कार्पेट जस्तो जाउँ लेट्स गो उता अनि होइन यस्तो छ किरणसी केटाहरू आज त उहाँ टिलिक्क परेर हिँडिरहेको छ कालो यार होइन एकदम बवाल भइरहेको छ होइन केटाहरू माथि छ तर यहाँ चाहिँ होइन कस्तो दामी देखिरहेको नि तलबाट भन त फेरि हेर त फुल ल्याउ 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 फुल पनि फुलिसक्यो यहाँ त आई लभ यु कानमा राख्छु मैले यहाँबाट त खतरा देखिँदो रहेछ त जहाजहरू नि जङ्गलै जङ्गल छ यता चाहिँ होइन बाटोमा पनि हेर ठुलो लाग्छ भनेर के त्यस्तो पनि विकास हुनु भयो कमल केसीको जुत्तामा धुलो लाग्छ भनेर चाहिँ यस्तो बिछाइदिएको छ कि मेरो लागि कमल केसी भने एउटा ब्रान्ड हो कि ब्रान्ड सेतो फुल थियो यो पनि फुलिसक्यो तर होइन ए त्यस्तो छ मलाई चाहिँ मेरो गाउँको जङ्गल जस्तो लागिरहेको छ यो त तर हामी कहाँ छ अहिले हेर्नुहोस् गाइज कोरियानी सल्लाह पाउँछ हाम्रो कमल पनि सल्लाहभन्दा कम त छैनन् कि हाइट त अनि ल अब यो चाहिँ ओप्पो चारानी भनेपछि यता हामीले यता जानुपर्छ होइन त यो यता उता जाने हामीले यता जानुपर्छ बाटो चाहिँ यस्तो बगाएको छ यार यहाँनिर पार्क छ भनेछ यो गाइज मेरो च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई चाहिँ सेयर गरिदिनु होला है त अब हामी चाहिँ यता पार्कमा पुग्यौँ कस्तो दामी ओ हेर त कमान तल जानुपर्छ यहाँबाट यस्तो छ यहाँनिर तल लभ छ अब लभको चाहिँ टक्कर त्यहाँनिर गएर चाहिँ यहाँ चाहिँ कस्तो कस्तो स्मेल आइरहेको छ यहाँ चाहिँ पुरा देखिरहेको छ समुद्र कस्तो so beautiful. यहाँ चाहिँ नाक्सी खेल्दैछन् बल्छी खेल्दैछन् बल्छीले चाहिँ माछा मार्दैछन् यता चाहिँ यहाँ मुनि त्यही हो कति माछा माऱ्यो मासै माऱ्यो ऊ माछा माऱ्यो ऊ
ऊ वाउ बुढाले 4वटा माछा मारिसक्यो यार बल्छीमा सो गाइस अब हामीले चाहिँ टक्क फोटो सोटो सुट गरेर भिडियो गरेर चाहिँ हामी चाहिँ अब यहाँबाट गइसकेर अब चाहिँ टक्क क्रिकेट खेल्न जानुपर्छ क्रिकेट खेल्नलाई आइपिएल पनि सुरु भइसकेको छ नि त कर लाग्यो बोला न म पछाडिको उयो हो कि म्युजिक ब्याकग्राउन्ड म्युजिक हो कि हो त्यस्तो हो अनि अब त्यही हो अनि यो पार्क हो तिमी खेल्नु हुँदैन कहाँ जाने दोस्त फेरि तिनीहरू रिसाउँछन् क्या क्रिकेट खेल्न बोलायो क्या दाइहरूले ल तिमी खेल्ने अरे आनन्दै फाल्दै छ फेरि आहा मजै फाल्टो गोर्खे यस्तो राम्रो भनी बस्छु बस्छु छोडेर अनि कहाँ हेर त कस्तो आनन्द आहा छुट्टै त होइन सुगा छुट्टिन्छ रिल्याक्स यस यस्तो पाउँदा त म कति आनन्द भयो झन् अरू पाउँदा त यस ल जानुपर्छ गर्मी नि बढिसकेको छ यस गर्मी नि बढिसकेको छ गाइस लास्ट चाहिँ तपाईँ लागिसक्यो हिँड्दा हिँड्दा लास्ट चाहिँ उकालो रहेछ यहाँ तलको बाटो चाहिँ होइन टेन्सन माने छापुछ्यो 힘들어? 제가 도와줄까? 네, 제가 써요. 잠깐만. 저기야. 가면 안 돼. 오케이. 땡큐. 네. 우리 네팔 사람. 해빨. 네. 아니야. 배고. 달려. 이거 제가 블ог 비디오. 비디오. 네. 오케이. नमस्ते राघव नेपालमा ल नेपाल. 네. नमस्ते. नमस्ते 오케이. 한국말 로 안녕하세요 네팔말로 नमस्ते 인사 타일랜드 사와디캅. 타일랜드 알아? 타일랜드? 아니야 사와디캅 타일랜드. 나 타일랜드. 타일랜드 사람? 아 그래요? 천천히. 애기 어디 살고 있어요? 애기 여기? 네. 네팔 많아. 하나 우선에 썰 거리고 딱 나왔어요. 오케이. 오케이. 제가 팬이에요. 팬이 아니 힘들어요. 네. 제가 또 낚시하고 싶어요. 네. 우리도 비행기에 낚시 하러 옵니다. 오겠습니다. 낚시 잘해? 네. 감사합니다. 네. लास्ट थकाइ लागिसक्यो होइन माथिबाट दौडिँदै आएको यस्तो उकालो थियो ड्राइभर चाहिँ अब माथि हुनुहुन्छ क्या अनि दाइले आज रिसाइन हुनुभयो कि अब इन्डियामा आइपिएल चलेसँगै अब हाम्रो नि सुरु भएको छ आजबाट लास्ट थकाइ लाग्यो यार गर्मी नि धेरै छ
केटाहरू यहीँ भन्थे यहाँ चाहिँ हाम्रो अहिले खेलेर इनिङ भएर चाहिँ त्यहाँ केटाहरू आउँछन् ल हाम्रो लिम्बू सरले चाहिँ के गर्छन् है ल अब चाहिँ ग्राउन्ड यो पुरा चाहिँ ओ मा मिस भयो हो त्यही हो गाइस आज चाहिँ क्रिकेट खेल्न आएर नि क्रिकेट खेलेर चाहिँ हामी जानु लागिसक्यौँ ऊ त्यहाँ चाहिँ फुटबल ग्राउन्ड छ यता चाहिँ हाम्रो क्रिकेट ग्राउन्ड चाहिँ